कालो देखेको म कालो देखेको म Rajak and Samir. हेलो एभ्रिवान वेलकम छ हाम्रो भ्लगमा। हामी चाहिँ नेपाली बियर कपाल भन्ने सबैलाई थाहा नै होला। अमा के साह्रो कालो देखेको म के साह्रो कालो देखेको म नि यहाँ क्यामेरा है साथीहरू हामी चाहिँ अलिकति गोरै छौँ। यो क्यामेरा क्वालिटीमा त यस्तो कालो देखाएको है। हामी चाहिँ राम्रै छौँ, ठिकठाकैको छौँ, तर यो क्यामेरा क्वालिटी चाहिँ नहुने त कुरा कसले। अनि आज चाहिँ हामी मन्दिर आएको थियौँ अनि मान्छेको उयो पुरासँगले रोस्ट बनाइरहेको रहेछ। अनि त्यो देखेर हामी त झन्डै मरिनौँ, त्यही भएर आयौँ होइन। अनि यहाँ खोलामा आएको, खोलामा पनि पौडी खेल्नु भनेको थियो, ढल बगाइ पो रहेको रहेछ। अचम्म अचम्म जस्तो कुद्यौँ हामी गङ्गाटो पकड्न, गङ्गाटो भेट्छौँ कि भेट्दिनँ। भ्यू चाहिँ यस्तो छ यहाँको, के साह्रो रातो देखेको हौ। साथीहरू सेतै छ, यहाँ त क्यामेरामा मात्र रातो देखेको म। अनि आज हामी चाहिँ यहाँ गङ्गाटो माछा के भेटिन्छ उयो त सिपी पिपी भन्ने लिन आएको। यहाँबाट पौडी खेल्दै जानु पाएन हुन्थ्यो हौ, भेटिएन पौछ सुलिलुलु भन्दै जा। यहाँ हेर्नु न खोलाको हाल चाहिँ यस्तो छ, कति प्यारो प्यारो खोला छ। के छ ब्रो खबर अनि तिम्रो, सन्चै छौ? औ मैया औ मैया ऊ चाहिँ अलिकति इनोसेन्ट खालको छ। के भएको मान्छेको रोस्ट बन्नेको देखेर होला उसको दिमागै ह्याङ भइरहेछ। 2000 years later. अनि साथीहरू हामी चाहिँ न घोगी न माछा न केही न पौडी खेल्न पाइयो, यति हो ल ल। अनि यस्तो हालतमा आइयो हामी चाहिँ होइन। घुगी एउटा घुगी देखेको भए मरिजाउँ, एउटा माछा देखेको भए मरिजाउँ। टक्कसँगले भ्यू चाहिँ यस्तो छ। अनि यहाँबाट चाहिँ झापा खेती जाने बाटो हो होइन। आमामामामा टाउको यति घुमिरहेको छ यति। हामी चाहिँ अब फर्केको रुम गरेर रेस्ट गर्ने, आराम गर्ने, राम्ररी बस्ने भनेर। आमामा यस्तो ठाउँमा आइयो भन्दा हामी छिटै स्वर्गवासी हुइछ होला हौ। आमामा बाटोको हालत यस्तो छ, एउटा कता हरायो एउटा सुड्डो। टक्कसँगले यहाँ चाहिँ गाई गोरुहरू पनि चराइरहेर छ। अनि यता चाहिँ अगाडि चाहिँ मन्दिर छ, एउटा ब्रो तलबाट आउँदै रहेछ। आमामा यहाँ हेर्नु न भ्यू कति राम्रो हो। यहाँ माथि बारीतिरको लास्ट भ्यू एकदमै राम्रो छ। तर मेरो चाहिँ टाउको दुखिरहेको, किनकि मान्छेको रोस्ट भएको पनि देखियो, स्मेल पनि सुन्कियो, एकदमै नमिठो मिठो हुँदो रहेछ। दुइटै मिक्स फ्लेभरको हुँदो रहेछ ओएमजी। अनि फ्रीको फ्रुटी पानी सुन्तलाहरू पनि दिँदै थियो। हामीले फ्रुटी र पानी अनि बिस्कुट मात्र लिएर आयौँ। बिस्कुट पनि राम्रो क्वालिटीको रहेछ, अनि मात्र खाएको होइन भए त पनि के खान्थ्यौँ। लास्टै आज त झन्झटिलो लाइफ हेर्नु न, यहाँ हिँडेको बाटो आउनु न। एउटा सुटो चाहिँ मुत्न गएको थियो। के बोले भाइ, के बोले जङ्गलतिरै झन्डै हरायो हौ। यहाँबाट चाहिँ टक्क भल बगिरहेको छ, मान्छे जगाउने मन्दिरहरू छ होइन। अनि त्यही भएर हामी चाहिँ यहाँ छिटो आयौँ। क्यामेरा क्वालिटीहरू भने गु जस्तै छ, के गर्नु होला। ल गाइसहरू आजको भ्लग यति नै।